हामी वारको पारको लडाईँमा छौं। हामी एउटा युद्ध मोर्चामा छौं। यो युद्ध मोर्चामा हामी सबैजना गोलबन्द भयो भने कसैको तागत छैन, कुनै पार्टीको तागत छैन। हामी एकाकार भएपछि हाम्रो पार्टीको जुन संगठन छ, जुन हाम्रो व्यवस्थित संगठन छ, त्यो अरूमा देखिरहेको छैन। त्यसकारणले गर्दाखेरि साना साना जसको संगठन छैन, जसको धरातल छैन, ऊ नाक खोलेर पुरा छाती खोलेर बोलिरहेछ कि एमालेलाई भगाउनु पर्छ, लखेट्नु पर्छ भने यो सहनीय शब्द होइन। भयो कालोपत्रको हिसाबले केही रोडहरू पनि विकास भएको छ। जति सोचेको छु, जति सोचे अझ मैले हाराभरा पुरै खेतमा सधैँभरि पानी भरिराखोस् त्यो अभियानमा म लागेको मान्छे, त्यो पुरा गर्न सकेको छैन, अधुरै छ, त्यो सपना अधुरै छ। र हामीले अझ बिउ बिजनमा, खादमलमा, हरेक चिजमा, शिक्षामा, स्वास्थ्यमा, हरेक एजुकेसन क्षेत्रमा पनि हामीले विद्यार्थीहरूलाई कसरी एउटा भनौँ न परिपक्व बनाउने, आफ्नो ठाउँमा आफ्नै माटोमा रमाउने गरी कम्तीमा पढिसकेपछि त्यस्तो खालको जब पाउनु पर्यो, त्यस्तो खालको तालिम प्राप्त हुनु पर्यो। त्यो खालको एउटा हामीले युवा रोजगार नीतिको हिसाबले मैले अपनाएको थियो, तर त्यो पनि अधुरै रहेको छ। महिलालाई आत्मनिर्भर बनाउने योजना बनाएको थियो, त्यो पनि अधुरै छ। त्यस्तो वृद्धहरूको जस्तो अब कम्तीमा घर घरमा एउटा महसुस हुने गरी 4000 वृद्ध भाता हामी वार्ड कार्यालयमा बुझ्छौँ। अब जो सकिरहेको छैन घर घरमा बुझाउने गरी, कतिपय ठाउँमा त घर घरमा बुझाउने काम त भइरहेछ। अझ सबै वार्डमा वृहत तरिकाले अझ लाने गरी अगाडि बढ्नुपर्छ जस्तो मेरो त्यो सोच। हामीले अझ पनि हामी सोचे जस्तो हामीले काम पुरा हुन सकेका छैन। अधुरो कामहरू पुरा गर्नको लागि आउने दिनमा तपाईहरुको बीचमै रहेर म यो प्रतिबद्धता जाहेर गर्न चाहन्छु। एमाले पार्टीले राष्ट्रिय गौरवको योजनाहरू बढाएको छ। एमाले पार्टीले स्वास्थ्य शिक्षा सुधारमा जुन खालको एउटा स्पिड अगाडि बढि नै रहेको थियो, तर यसमा केही राजनीतिकतिर दाजेर राजनीतिक असन्तुष्टिले यो घटना घटेको जुन खालको बनाउन खोजिया छ नि, होइन, कदापि होइन। यो राजनीतिक असन्तुष्टि पनि होइन, यो क्रूरता हो, यो देश खत्म गर्ने डिजाइन हो। त्यो हिसाबले गर्दाखेरि मलाई के लाग्छ भने हामी साथीहरू सजग भएर कम्तीमा हामीले काम गरेकाहरू प्रचार गरौँ न। हाम्रो त धेरै काम भएको छ।